हामीले चाहिँ जामाचो हाइकको लागि निस्किसकेका छौँ अनि यो चाहिँ माछापोखरी चोक हो। हामी चाहिँ माछापोखरी चोकबाट यता जाँदैछौँ। गेटिङ रेडी फर जामाचो। वी आर हियर। अब यहाँबाट चाहिँ हामी यता जान्छौँ 10 मिनट। मलाई चाहिँ किन बुढी भन्छ नि एकतिको अगाडि दिदी कहिले बुढी भन्छ पानी त यहीँबाट लानुपर्छ। वी अराइभ्ड। अब आमा लाइन यहीँदेखि रहेछ लाइन रहेछ यार। अब रिजर्भ कुन रिजर्भ त होला क्या हुन्थ्यो। के दिदी आमाको छोरो भएर के अरे छोरोको आमा भएर कट्टु लाउन लाज लाग्दैन तपाईँलाई जानु मामुले हेर आफै लाइसेन्स छ लाज लाग्दैन भन बेबी हो। अब यहाँ राम लाइन चाहिँ यति लामो छ न आइपुग्यौँ हामी चाहिँ। अब हामी उद्धव भाइलाई खोज्दैछौँ। उद्धव कहाँ छ अघिदेखि लाइन राखेको बिचरालाई। यहाँबाट हाम्रो हाइक सुरु हुन्छ यता हुँदै हामी गामाचो जाँदैछौँ आज। तिमीहरूको ब्याग अब यहाँ हाल्ने अनि पाली बेला पुग्ने हो। हामी खाजा खाएर निस्किसकेका छौँ। अब जामाचो हाइक सुरु हुनुभन्दा अगाडि यस इन्ट्री पोइन्टमा चाहिँ सबैको ब्याग चेक हुने रहेछ। प्लास्टिकको कतिवटा छन् चक्कुहरू जस्तो प्रोहिबिटेड सामानहरू त बोकेको छैन नि भनेर सबै कुरा चेक गर्नुहुन्छ उहाँहरूले। यहाँको यो रुल अलिकति स्ट्रिक्ट नै छ तर सेफ्टी र क्लिननेसको लागि चाहिँ एकदमै राम्रो हो। अलि सेट फर चेकिङ। दिदी चुरा खान्छौ अस्ति खा होइन ए लाइटर होला है दाइ। यहाँबाट चाहिँ 4.371 किलोमिटर माथि रहेको छ। अब चाहिँ हाम्रो रियल हाइक सुरु हुँदैछ जामाचो हाइकको। बाघ यहाँ चाहिँ हाम्रो टुरिस्ट नि टुरिस्ट। तेरो के काम छ र बिदा नभए नि के काम छ त्यहाँ गएर? कति धेरै काम छ को तिनी जस्तो लाग्यो दाजु के छ के छ तिम्रो खबर होइन? कति बजे आएको दाइ? दाइ कति बजे का जाउँ हेर्नु फेरि ल होइन हामीसँग खानेकुरा हामीसँग नि थियो पुगेन। कति घन्टा लाग्छ? 3 घन्टा यहीँ अन्ली 3 घन्टा। ल बाई दाइ। हजुर आएर भात होटलमा भात खाने भनेर 8 बजी हिँडेको तपाईँ कति बजी उठ्नुभयो? मैले एउटा मागी सके भात पकाएर खाएर हिँड्ने लास्टमा उनीहरू भातै नखाइ हिँड्ने अलिकति खुवाउ के के भने अर्कोचोटि मासु पकाउ। ओके ल हामीलाई बोक्नु नला है मेरै खुडीमा बोक्छु खोटेर खान्छु कान्न। जामाचो अझै 4 किलोमिटर माथि जानु छ। चान्सुन त कति छ त 4 किलोमिटर चान्सुन थियो आधी घट्यौँ। रुख लाग्यो नि
लेप्रोसी लाए जस्तो रुख्छ यार हाउ यु फिलिङ दिदी अहिलेसम्म त ठिकै छ तर भन्न सकिन्न उद्धव हाउ यु फिलिङ गुड सकिरहेको छ हिँड्नु है मजा तर बिस्तारै बिस्तारै हिँड्नु हुँदैन दिदी तिम्रो रहरले हो नि हामी यहाँ आएको दिदी पिङ्क फुल जस्तो भएर आएको छु फेरि हाम्रो दिदी नेचर डजन्ट निड people need natures हामी सेकेन्ड स्टप दिन सक्नुहुन्छ कति भिड छ यहाँ चाहिँ सबजना मान्छेहरू बेबी तिमीलाई के स्मेल आएको सहरमा हुर्का बुढाहरू हो कि तिमीहरू तपाईँलाई के स्मेल आएको तपाईँ पनि त्यही ढङ्गको तपाईँले पनि केही स्मेल आएको अच्छा सल्लाह हो सल्लाहको म कस्तो देखाएको छु म कस्तो देखाएको 1 घन्टामा बल्ल हामी 1 किलोमिटर हिँडेछौँ जम्मा चाहिँ 3 किलोमिटर यहाँबाट अझै 3 किलोमिटर अफ रमाइलो भइरहेछ अझै 3 किलोमिटर हिँड्नु बाँकी छ टोके सुइलाउनु अलिकति यति छ दि प्लिज हेलो बेबी ना खाऊ बेबी खाऊ कहाँ लगेको कसले खान्छ र त्यसको वहाँ पुगे यार यति टाढा आएर पनि यस्तो फोहोर पर्नु चाहिँ नेपालीहरूको एकदमै नराम्रो सिम्बल हो है थाक्छ त्यो त मेरो हातको वेटले जान्छ होला बोक्दिनु दिदी यार अहिले लफडा हुन्छ एडिट गर्छ नि त यहाँबाट अझै 2 किलोमिटर माथि हिँड्नु छ हामीलाई रुख डाँडा काँडा दामी छ यार अतिथिहरू हिँड्ने छन् ऊ त डाँडो होला नि त्यो चाहिँ के हो दिदी उहाँको कुन गुम्बा यहाँ धरारा देखिरहेछ गोल्डन गुम्बा हियर
यहाँ टुरिस्टहरू हुनुहुन्छ हाम्रो यहाँ छ हाम्रो बस्ने ठाउँ यो बाटो अब यहाँबाट चाहिँ अलमोस्ट 1 घन्टा जति लाग्छ भन्ने छ यहाँसम्म चाहिँ बाटो राम्रै छ सिधा सिधा यहाँबाट चाहिँ ठाडै उकालो छ अरे यहाँबाट सुरु हुन्छ फेरि उकालो अलिकति तर्स हिँड्ने बित्तिकै मलाई चाहिँ लास्टै गाह्रो भइरहेछ हिँड्नलाई सिडी नजाउँ न सिडी नजाउँ हाम्रो यति कुमारी दिदी ओइ उसको नाम के हो सम्झना दिदीको छोरा नाम के दिदी हजुर शिवांश कस्तो आइरहेछ रमाइलो भइरहेछ ननाटिकन भने राधा रमाइलो कि यहाँ रमाइलो झुटो बोले आइहाल्छ है हो त्यही भएर होला हजुर कहाँ गएर आएको हिँडेको सानो कि बोक्नु भयो यहाँ बिचरा होइन रे एकछिन बोक्नु र जतिखेर बोक्नु फरक हुन्छ खोइ कति टाइम लाग्छ नानी अब आधी घन्टा लाग्छ भनेपछि +15 मिनट हो नि त हाम्रो हेर 153 यहाँबाट नि अर्को बाटो छ कस्तो ठाडो छ यार We arrive. Yeah. Finally we arrive here. सोध्नु पर्छ कि Finally we arrive here.
हाइट देखाइदिन्छु ल कति घन्टा लगाएर हिँडेर आउनुभयो 4 घन्टा 3 म 1.5 घन्टामा आउँछु ल चियर्स सबजना आइज न छिटो ल चियर्स चाख दिदे चाख अलिकति चाख दिदे We completed our Jamacho hike र हामी फर्किन्छौँ हेलो दिदी बाबु के छ गाइजहरु खोइ अगाडि नजाऊ बेबी बाघ आउँछ बाघ कति चाहियो भिडियो मेरो भिडियोै छैन तिम्रो यस्तो घर आयो दिदी दिन चोरेर ल्याएँ मैले लट्ठी भनेको के भन्छ यो त मेरो हो के छ बुइनी तिमीलाई कस्तो लागिरहेछ गो एकदम खुसी म चाहिँ चाइनिज हामी पनि छौँ है इन्डियनहरू साउथ इन्डियन यो इन्डियन म साउथ इन्डियन यता यसको यस्तो बिजोग छ अघिसम्म त राम्रै देखिरहेको थियो यसलाई अहिले यसको असली चेहरा देखिरहेछ यता हेर्दै थियो अघि भिआइपी देखिरहेको थियो राम्रै देखिरहेको थियो राम्रै हेर एकता दिदी हेर हाम्रो डिपार्टको भिआइपी मान्छे हो नि त चिया नखाने कफी त्यो पनि 1 सिप त्यो नि ठाउँ अनुसार उसलाई क्यान्टिनको रुच्दैन फेरि बाटो कस्तो रहेछ त दिदी जामाचोको जामाचो हजुर एकदम राम्रो छ बाटो आउनुहुन्छ फेरि फेरि त आइदैन एकचोटि हो अरे ठाउँमा एकचोटि मात्रै अफिस किन सधैँ आउनुहुन्छ कमाउनु परेन यही ठाउँ एकचोटि आउनलाई त्यहाँ जानु पर्यो नि सधैँ पर्यो नहोला के दिदी फेरि आउने नआउने नो टु जामाचो प्लिज नेभर हाइक हियर सबैभन्दा सजिलो नै यही हो नो योभन्दा चम्पादेवी ठिक छ सबैभन्दा सर्ट पनि यही हो यहाँदेखि यो सब दुखेको छ
काहीँ छैन छुन बाँकी यस्तो बदन दुखेको छ यस्तो बदन दुखेछ एक्सपेक्टेसन भर्सेस रियालिटी मैले भिडियो चाहिँ बबाल हालौँला इन्स्टाग्राममा होइन प्लिज डोन्ट बिलिभ गो एन्ड वाच अन युट्युब तपाईँले देख्नुहुन्छ कस्तो छ त मेरो रियालिटी भनेर धेरै नराम्रो पनि छैन है राम्रो छ कि आउनु सर्ट हाइक 3 घन्टाको धेरै हिँड्नेलाई 3 घन्टा हामी जस्तोलाई होइन हामी जस्तो त अर्कोचोटि नआउने रमाइलो छ कि रमाइलो पनि एकदम गाह्रो जान मात्र चम्किने हो म होइन नामै हाइकर राखेको मोटो जान अनि जहाँ पनि बस्ने ठाउँ कहाँ छ अब भन्ने हो बस त्यो अपमान हुन्छ क्या मान्छेले बस्नको लागि भनेर राखिदिएको कुराहरू हुन्छ नि बस्नुपर्छ अपमान हुन्छ त्यस्तो छैन है त्यही भएर हामीले सबैभन्दा एक्साइटेड चाहिँ म थिएँ म त खुसी छु म त एकदम खुसी छु थ्याङ्क यू भावना एकता भाइहरू कता गए मेरो छोरो कता गयो छोडेर गए सबै अब आइसक्यौँ ल घरहरू देखिरहेछ म चाहिँ छु कि छैन छु है छु हजुर हुनुहुन्छ नेक्स्ट हाइक प्लान गर्छौँ अब आजको हाइकमा सबैभन्दा राम्री ब्युटिफुल चार्मिङ बनाएको अनि हामी काली देखिनुको कारण चाहिँ तिमीहरूले बनाएको म यस्तो मैले कतिचोटि भनेको थिएँ मलाई बरु तानेर भए पनि लग झगडा गरेर हिँड भनेर पनि लग मलाई यति जानु मन छ भनेर भनेको थिएँ कि त्यही भएर हेर एकताको पनि बिजोग भएको छ बिचरा त्यो पनि ल आजको हाइक रमाइलो भयो फाइनली वी कम्प्लिटेड आवर सर्ट हाइक जुन चाहिँ हामीले के भन्नु बिहान 8 बजे हिँडेको 12 बजे लागेको म त घरबाट 7:30 मा निस्केको अनि म त मेरो त 12 लागि मेरो 8 बजेको चक्करले म 4 बजे उठेको तपाईँ त पऱ्यो बिचरा तर यिनीहरू हिँडेर लास्टमा भातै नखाएका धोका दिए हुन् होइन पहिला चाहिँ भात खाना सबजना बाहिर खाने भनेर पुरा प्लान गरेर हिँड्यो भरे घरको भात खाएर आयो यार भात पनि भएन भुटिया भात त पनि बासी हिजोको अचार ठस्स गनाएको बासी अचार ठस्स गनाएको होइन त्यो पनि खाएर हामी आयौँ ठिक छ अघि चस्मा राख्यो केही छोड्नु केही भएको त सबै लाउँदै ह्याट पनि त माथि लाउँछौ कि मेरो आजको एकदम फेभरेट यो चाहिँ यार खुले न है यही हो गाइस हो अब चाहिँ टुरिस्ट नै देखेँ टुरिस्ट नै